त्यस्तै हो हजुर काम गरेर खानुलाई कति दुःख छ भाइ सेफ्टी बेल्ट बाँध्नुपर्ने ज्यान जोगाउनुपर्ने आफू जोगिएर आफ्नो परिवारलाई पाल्नुपर्ने दिनभरि दुःख गरेर घरमा श्रीमतीलाई अनि छोराछोरीहरूलाई पढाउनु पर्ने खुवाउनु पर्ने है बुढीहरूले बुझिदिँदैन कोही कोही बुढीहरूले होइन टन्न खाएर टक्क हिँडिन्छ यसरी दुःख गर्नुपर्छ हामी छोरा मान्छेहरूले बुझ्दैनन् कि कतिजनाले तर हाम्रोले चाहिँ बुझिराखेका छन् है अहिलेसम्म पर्खिरहेछन् बुढोले कति बेला पैसा ल्याउँछन् कति बेला कमाएर आउँछन् भनेर चाहिँ पर्खिरहेका छन् अब अहिलेसम्म चाहिँ हाम्रो अरू कतिको चाहिँ हिँडिसकेको छन् हिँड्छन् अरू चाहिँ एकदम भयो अब तपाईँको फिनिक्स के को लागि दाइ के को लागि भेटेन म भ्याउँछु कि त्यो स्याल त खोल्छ र